नमस्कार साथीहरू। आज म तपाईँलाई गोरखापत्रले आफ्नो पत्रिकामा ऐतिहासिक घटनाक्रम प्रकाशित गरेको रहेछ। सोही प्रकाशित घटनाक्रमहरूको लोकसेवालाई काम लाग्ने देखेर यो भिडियो बनाउँदैछु। यसमा सुरुवात विक्रम सम्वत 1958 वैशाख 24बाट छ, जुन दिन राणा प्रधानमन्त्री श्री तीनदेव शमशेरको आदेशअनुसार गोरखापत्रको प्रकाशन सुरु भएको थियो। विक्रम सम्वत 1964 भदौ 4मा नेपालका प्रथम वैज्ञानिक गेहेन्द्र शमशेरको विष खुवाएर हत्या गरिएको थियो। विक्रम सम्वत 1968 श्री 5 पृथ्वी वीरविक्रम शाहको निधन भएसँगै युवराज त्रिभुवनको राज्यारोहण गरिएको थियो। यहाँ सम्झनु पर्ने कुरो के छ भने नेपालको शासनकालमा लामो समय राजा हुने राजा त्रिभुवन नै हुन्। 1968 नेपालमा जनगणना सुरु गरियो। प्रथम जनगणना अनुसार नेपालको जनसङ्ख्या 56,38,749 थियो। यही 1968 सालमै नेपालमा फर्पिङ जलविद्युत आयोजनाको स्थापना भएको, जुन नेपालको पहिलो जलविद्युत आयोजना हो। 1971मा प्रथम विश्वयुद्धमा राणा प्रधानमन्त्री चन्द्र शमशेरले अङ्ग्रेजलाई सैन्य सहयोगका साथै 10 लाख पाउन्ड बराबरको आर्थिक सहयोग प्रदान गरे। 1975मा राजधानीमा त्रिचन्द्र कलेजको स्थापना भयो। राणा प्रधानमन्त्री चन्द्र शमशेरद्वारा कलेज उद्घाटन भयो। 1977मा राणा प्रधानमन्त्री चन्द्र शमशेरद्वारा सती प्रथाको अन्त्य भएको घोषणा गरियो, अन्त्य गराइयो। विक्रम सम्वत 1977 साउन 11मै मकैको खेती नामक पुस्तक लेखी राणा शासनको विरोध गरे बापत सुब्बा कृष्णलाल अधिकारीलाई पक्राउ गरी 9 वर्ष जेल सजाय सुनाइयो। विक्रम सम्वत 1980 साल नेपाल र अङ्ग्रेजबीच सन्धि र अङ्ग्रेज सरकारद्वारा नेपालको सार्वभौमिकता र स्वतन्त्र अस्तित्वलाई मान्यता प्रदान गरियो। विक्रम सम्वत 1982 वैशाख 1 गते दास प्रथाको उन्मूलन गरियो। त्यो चन्द्र शमशेरद्वारा नै उन्मूलन भएको थियो। विक्रम सम्वत 1984 वैशाख 13 गते गोरखापत्रमा पहिलो पटक तस्बिर छाप्न सुरु भयो। 1987 महाकवि लक्ष्मीप्रसाद देवकोटा, तुलसी मेहर लगायत दर्जनौं युवाद्वारा काठमाडौँमा पुस्तकालय खोल्न राणा प्रधानमन्त्री भीम शमशेर समक्ष निवेदन दिइयो। त्यही निवेदनको आधारमा सरकारको विरोध गर्न पुस्तकालय खोल्न लागेको भन्दै पक्राउ गरी 100 रुपियाँ जरिवाना तिराइयो। 1988मा खड्गमान सिंह बस्नेत लगायतका व्यक्तिले प्रचण्ड गोर्खा नामको संस्था स्थापना गरी राणाहरूलाई एकै ठाउँमा भेला भएको बेला बम प्रहार गरी समाप्त पार्ने योजना पर्दाफास भएसँगै यसमा संलग्न सबै व्यक्ति पक्राउ गरी सर्वस्वसहित आजीवन जेल सजाय सुनाइयो। विक्रम सम्वत 1990मा राणा प्रधानमन्त्री वीर शमशेरले 50 लाख रुपियाँ खर्च गरी बनाएको सेतो दरबारमा आगलागी भयो। 1990 माघ 2मै नेपालमा सबैभन्दा ठुलो भूकम्प, जसलाई महाभूकम्प पनि भनिन्छ, 8.4 रेक्टर स्केलको भूकम्प गयो। 16,875 जनाको मृत्यु भयो। 3,000 भन्दा बढी घाइते, 3.5 लाख घर क्षतिग्रस्त भए। विक्रम सम्वत 1990मै नेपालमा सर्वप्रथम एसएलसी बोर्डको स्थापना गरी देशभित्रैबाट एसएलसी परीक्षा लिने व्यवस्था गरियो।
विक्रम सम्वत 1993 जेठ 20मा राणा शासनको अन्त्य गर्न टङ्कप्रसाद आचार्यको नेतृत्वमा प्रजा परिषदको नामको राजनैतिक दल गठन भयो 1993मा जेठ 20मा। यही 1993मा जुद्ध शमशेरले गरेको राम्रो काम भनेको विराटनगर जुट मिल खोलेका छन् है साथीहरू, सम्झनु पर्ने। विक्रम सम्वत 1996 सन होइन है साथीहरू, म झुकेर सन भनेछु। विक्रम सम्वत 1996 राणा प्रधानमन्त्री जुद्ध शमशेरद्वारा दोस्रो विश्वयुद्धमा बेलायत सरकारको अनुरोधमा नेपालका तर्फबाट सैनिक, आर्थिक र अन्य सहयोग उपलब्ध गराइयो। 1997 कार्तिक 2मा राणा शासन विरुद्ध जनमत सिर्जना गरेको भन्दै राणा प्रधानमन्त्री जुद्ध शमशेरद्वारा महावीर स्कुलका सञ्चालक लगायत 28 जना शिक्षक पक्राउ गरी कारबाही गरियो। विक्रम सम्वत 1997 साल माघमा राणा शासनको विरोध गरेको अभियोगमा शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द्र, गङ्गालाल श्रेष्ठलाई मृत्युदण्ड दिइयो। यो 12 र 14 कतै कतै 12 र 15 पनि भेटिन्छ, 13 र 15 पनि भेटिन्छ। यो डेट चाहिँ माघ 12 14 नै भन्छु है मैले चाहिँ। विक्रम सम्वत 2002 साल असोज 1 गते राणा प्रधानमन्त्री जुद्ध शमशेरद्वारा नेपालमा कागजी नोटको प्रचलन गरियो। विक्रम सम्वत 2003 माघ 12 र 13 गते भारतको कोलकातामा नेपाली राष्ट्रिय काङ्ग्रेसको स्थापना भयो। काठमाडौँको जेलमा रहनुभएका टङ्कप्रसाद आचार्यलाई सभापति चयन गरियो। अब राष्ट्रिय नेपाली काङ्ग्रेसको पहिलो सभापति को रहेछन् भन्दा टङ्कप्रसाद आचार्य रहेछन् है साथीहरू। विक्रम सम्वत 2003 फागुन 21 गते बीपी कोइराला, मनमोहन अधिकारी, गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा विराटनगर जुट मिलमा मजदुर हडताल सुरु भयो। कहिले? माघमा पार्टी स्थापना, फागुनको 21 गते अब आउने निर्वाचन हुने दिन है। विक्रम सम्वत 2003 को फागुनको 21 गते मजदुर हडताल सुरु। विक्रम सम्वत 2004 वैशाख 1 गते राणा शासन विरुद्ध नेपाली राष्ट्रिय काङ्ग्रेसको आह्वानमा देशव्यापी सत्याग्रहको प्रारम्भ भयो। विक्रम सम्वत 2004 जेठ 3मा राणा शासन विरुद्ध असन्तोष बढ्दै गएपछि राणा प्रधानमन्त्री पदम शमशेरद्वारा राजनीतिक सुधार गरिने घोषणा गरियो। विक्रम सम्वत 2004 जेठ 24 गते पुरुषहरूको मात्र बालिग मताधिकारका आधारमा काठमाडौँ नगरपालिकाको पहिलो चुनाव सम्पन्न गरियो। विक्रम सम्वत 2004 असार 1 गते काठमाडौँको संस्कृत छात्रावासका विद्यार्थीद्वारा जयतु संस्कृतम आन्दोलनको सुरु भयो। कहिले सुरु भयो? विक्रम सम्वत 2004 असार 1 गते संस्कृत क्याम्पसका, काठमाडौँ संस्कृत क्याम्पसका विद्यार्थीद्वारा जयतु संस्कृतम आन्दोलन सुरु। विक्रम सम्वत 2004 माघ 13 गते राणा प्रधानमन्त्री पदम शमशेरद्वारा नेपालमा पहिलो लिखित संविधान वैधानिक कानुन 2004 जारी गरियो। तर यो लागू भएन है साथीहरू, सम्झनु पर्ने चाहिँ यो लागू भएन। विक्रम सम्वत 2005 साउन 1 गते